हेलो एभ्रिवान, नमस्ते। यहाँ चाहिँ आज हामीले 440 एक क्यापेसिटीको इन्क्युबेटर रेडी गरेका छौँ। यसको क्षमता चाहिँ 440 एक्स सेटिङ हो। तपाईको लगभग 200 एक्स ह्याचिङ हुने हुन्छ यसमा। ह्याचर क्षमता चाहिँ 200-220 त्यस्तै रहनेछ। यो XM18 कन्ट्रोलर भयो। यहाँनिर अब आइसोलेटर आउँछ, यो पावर अन अफ गर्नको लागि MCB। यो अहिले राखेको छैन, यो फ्यानको स्विच हो, मेन फ्यान। यो हिटर 1, यो हिटर 2, यो लाइट र यो एडजस्ट कन्ट्रोलको लागि छ। हामीले क्यालिब्रेसन गर्न डिजिटल टु एनालग, एनालग टु डिजिटल क्यालिब्रेट गर्नलाई एक थर्मोमिटरहरू, डिजिटल अर्को कन्ट्रोलरहरू पनि राखेको छ, ताकि यसको भित्रको रहेको टेम्परेचर भने एकदम एक्युरेट हुन आओस् भनेर। यहाँनिर यो तल भित्रको लागि पानी जानको लागि यो पाइप दिएको छ। यो पानीको भाँडाबाट भित्र अटोमेटिक यसरी यहाँ राखेर ड्रममा यसरी पानी, यहाँ एउटा सानो ड्रममा पानी राखेर धारा फिट गरे पनि पानी निरन्तर रूपमा आफै भित्र चाहिने जति मेसिनले लिइरहेको हुन्छ। एकदम न्यारो बडीमा छ, सर्लक्क जस्तो सुकै सानो ठाउँमा पनि छिर्न सक्छ। यसको यो भित्रपट्टि चाहिँ यस्तो हुनेछ। हामीले एक अन्डा राखेर नै यसमा टर्निङ गरिरहेको छौँ। प्रत्येक 2 मिनेटमा एक साइड घुम्छ र अर्को साइड घुम्छ। ह्युमिडिटीको बक्स तल छ, मिस्ट मेकर सिस्टम ह्युमिडिटी हो, 24 भोल्ट सिस्टमको छ। तल यो ह्याचर बास्केट भयो, यसरी आउँछ। यो सेटअप माथि भयो। यो चाहिँ टर्निङ अब हामीले 2 मिनटमा राखेको छ। 2 मिनट पुगेपछि आफै टर्निङ हुन्छ। यसको बडी चाहिँ पफ प्यानलको हो। हाम्रो यो पफ प्यानलमा पनि हुन्छ बडी, अनि EPS अर्को थर्मोकोल प्यानलमा पनि हुन्छ। दुवै किसिमको हुन्छ। टर्निङ भइसकेको छैन अझै। टर्निङ 2 मिनट टाइम पुगेको छैन। यो 2 मिनट यसरी नै हामीले टेस्ट गरिरहन्छौँ। लगभग 7-8 घन्टा यसरी नै हामीले टेस्ट गर्छौँ, ताकि यसको चेनहरू खुस्किने समस्या आउँछ कि आउँदैन, के कस्तो आउँछ भनेर। यो चेन टर्निङ सिस्टममा भएकोले गर्दा यसको चेन खुस्किने यताउति समस्या आउने हुन्छ। त्यही भएर हामीले यसरी चाहिँ टेस्टिङ गर्छौँ। यो 2 मिनट टर्निङ टाइम पुग्यो। अब यो टर्निङ हुन थाल्यो। ल टर्निङ पुग्यो। अब फेरि यो फर्केर फेरि अर्कोतिर आइपुग्छ, अर्को 2 मिनटमा। है त, आजलाई यति नै।